Hello guys, let's make नेपाली डोनट. हाम्रो रेसिपी हेर्नु होला है. हामीले के राखेको छौं. हामीसँग फर्स्टमा बल छ अनि त्यसपछि हामीसँग मैदा छ अनि हामीले मैदालाई चाल्नेमा राखेको छौं किनकि हामी चाल्नु पर्छ मैदालाई. त्यही भएर अनि यसरी हामीले मैदालाई मज्जाले चालेको छौं चाल्नेमा राखेर अनि हामीले सेकेन्डमा पनि त्यसै गरेको छौं. तपाईहरुले देख्न सक्नुहुन्छ. हामीले 4 खेप जस्तो चाहिँ हामीले मैदा चालेको छौं चाल्नेमा मज्जाले. तपाईहरुले देख्न सक्नुहुन्छ. हाम्रो स्टाइल चाहिँ यसरी हो. हामीले बनाएको हाम्रो रेसिपी चाहिँ अब तपाईहरु कस्तो हुन्छ अब आफ्नै स्टाइल हुन्छ. त्यही भएर हाम्रो रेसिपी चाहिँ यस्तै भयो. तपाईहरुले देख्न सक्नुहुन्छ. हामीसँग इस्ट छ अनि सोडा छ अनि हामीसँग एग पनि छ अनि सुगर छ अनि त्यसपछि मिल्क छ अनि एगलाई हामीले यसरी फुटाएको छौं. अनि तपाईहरुले देख्न सक्नुहुन्छ. हामीले दुईटा एगलाई फुटाएर यसो गरेको छौं अनि हामीले मज्जाले एगलाई हामीले मिक्स गरेको छौं मज्जासँगले. अनि त्यसपछि हामीले इस्ट चाहिँ एगमा हाल्ने छौं. एगमा यसरी हामीले हाल्ने छौं एगमा इस्टलाई. तपाईहरुले देख्न सक्नुहुन्छ. हामीले यसरी मिक्स गरेको छौं एग र इस्ट. अनि त्यसपछि हामीले सुगर 3 खेप जस्तो चाहिँ मिल्कमा राखेको छौं किनकि हल्का गुलियो बनाउनु पर्छ. सल्ट पनि राख्नु हुन्छ मान्छेहरुले तर हामीले यसपाली सल्ट चाहिँ राखेनौं. तपाईहरुले देख्न सक्नुहुन्छ. अनि हामीले मिल्क र सुगरलाई यसरी मिक्स गरेको छौं मज्जासँगले. अनि हामीसँग सोडा छ. सोडालाई पनि हामीले मिल्कमा मिक्स गरेको छौं यसरी मज्जासँगले हेर्न सक्नुहुन्छ. अनि अघि इस्ट र एग मिक्स गरेको चाहिँ हामीले मिल्कमा हालेको छौं अनि मज्जासँगले हामीले मिक्स गरेको छौं सबै थोकलाई. तपाईहरुले देख्न सक्नुहुन्छ. अनि यस्तो भएको छ. अनि हामीले अहिलेको चालेको मैदामा यसरी हामीले हालेको छौं. अनि हामीसँग तेल पनि छ किनकि तेल चाहिँ डोमा राख्न लागि. अनि यस्तो भयो हाम्रो डो चाहिँ. अनि हामीले हाम्रो डोनट शेप चाहिँ यस्तो भएको छ. हामीले तेल बसाएको छौं. तेल बसाएपछि हामीले यसरी डोनटलाई यसरी हालेको छौं तेलमा अनि हाम्रो यस्तो भएको छ. अनि यो चाहिँ सेकेन्डमा पकाइरहेको हो. हामीले राम्रोसँगले शेप त बनाउन सकेनौं तर पनि अनि यो अन्तिममा यस्तो थियो. तपाईहरुले देख्न सक्नुहुनेछ. आफ्नै स्टाइल हुन्छ तर हाम्रो चाहिँ यस्तै भयो हैन. अनि फाइनल रिजल्टहरु चाहिँ यस्तो आएको थियो. तर पनि अब राम्रो त छैन तर पनि हामीले ट्राई गरेको फर्स्ट ट्राई हो. तपाईहरुले पनि हेरेर हाम्रो रेसिपी हैन तर पनि तपाईहरुको स्टाइलसँगले तपाईहरुको इच्छा अनुसार तपाईहरुले बनाउन सक्नुहुन्छ. त्यही हो गाइस. बाइ बाइ. तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट गर्न सक्नुहुन्छ. हाम्रो रेसिपीले हैन तर तपाईहरुकै इच्छा रेसिपीले तपाईहरुले आफ्नै स्टाइलमा डोनट बनाउन सक्नुहुन्छ. यो भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनुहोस्. अनि थ्यांक यू गाइस फर वाचिङ. बाइ बाइ.